हेलो गाइस हैन सबैजनाले गाइस भन्छ। हेलो साथी, आज चाहिँ दाजु र म छुट्टीको दिन घरमै। आज चाहिँ दाजु र म पौडी खेल्न गएको नि। तब कहाँ लान्छ दाजुले पनि। आज चाहिँ छुट्टीमा स्विमिङ पुल दाजु र गएको कि। यहाँ दाजु पनि भ्लग बनाउँदै आउँदैछ हेर्नुहोस्। अब हामी निक्लेको साथी यसरी। आज घाम एकदम राम्रो, सन्डे चाहिँ रमाइलो हुने भयो। पौडी खेल्नुपर्छ। ल यता दाजु चाहिँ अब गाडी स्टार्ट गर्दैछ। अब लागेको हामी अब 5 माइलदेखि हामी हिँड्यो ओह्रालो हो यहाँबाट। दाजुले कहाँ लाने हो त्यही पौडी खेल्नुपर्छ। आज हामी कहाँ जाँदैछौँ? आज त्यहाँ जाँदैछौँ। अहिले देखाउनु हुँदैन नि फेरि। अहिले भरे अब एकैचोटि पुगेपछि छुट्टीको दिन दाजु र भाइ। वेदर साह्रो दामी भयो त है। हामी चाहिँ अलिक क्रस भयो भर्खरै गइँदैछ। अब पौडी खेल्नुपर्छ आज छुट्टीको दिनमा। दाजु चाहिँ जुङ्गाहरू काटेर सानो देख्दैछ त नानी यस्तै। कहाँ दारी छ त हौ हेर अन्त। मुगो बुढो देख्दैछ। ए तेल हाल्ने? मन्दिर पुग्यो। हामी रनी पुलको टक्कै यहाँनिर पाक्किङ जाने रोड र हाम्रो सिङताम जाने रोडमा चाहिँ आइपुग्यौँ है। यसरी जाम भइराखेको छ। कतिखेर क्रस गर्नुपर्ने हो। रोकेको छ अब गाइस। आज चाहिँ घाम मजाले पौडी खेल्ने नै लाग्यो जस्तो छ। त्यो उकालो गयो भने सियारी पो निक्लिन्छ नि दाजु। अस्ति क्या हामी गयो तर स्विमिङ पुल कहाँ चाहिँ बनाएको छ गरमले चाहिँ है। हामीले एसी पनि चलाउनु हुँदैन कि। हामी जबसम्म पुगिँदैन तबसम्म एसी चलाउनु हुँदैन हो। फर्किँदा त्योभन्दा मजाले एसी चलाएर फर्किन सकिन्छ। तर अहिले जाँदा चाहिँ जतिसक्दो पसिना भएर पुग्नुपर्ने छ हो। त्यसै कारण हामी जाँदैछौँ ल गाइस। सबैजनाले बुझिसक्नु भयो होला है। बाटो चाहिँ यस्तो छ हो। अब चाहिँ भर्खर फाइनली पुग्यो है हाम्रो पोखरीमा यहाँनिर। तपाईँको एडल्टलाई चाहिँ वी हेभ टु पे 200 फर 1 टिकट है। अन्त नानीहरूलाई चाहिँ 100 रुपिस रहेछ। टिकट काटेर चाहिँ यहाँबाट चाहिँ राम्रो रहेछ भ्यूहरू। अब यहाँनिर चाहिँ हामी दामी रहेछ है कम्पाउन्ड त एकदम। अब चाहिँ गर्छु हो, डाइभ पनि हान्छु। दाजु र मेरो रेस हुन्छ आज। कसले जित्ने? पौडी चाहिँ खेल्न आउँछ कि आउँदैन? अस्ति 2 महिना अगाडिदेखि जोसेको दाजुभाइको कम्पिटिसन। 1 महिनादेखि जोसेको आज चाहिँ कम्पिटिसन बिट्विन है। ल Now we are getting ready for swimming. मजाको रहेछ जग्गा त कि। यहाँदेखि सक्नुहुन्छ मजाको क्यारियोकेहरू पनि रहेछ पर हो। अन्त अब यहाँ राखेर चाहिँ लुगा खेल्न ल है। सुन्नु पर्दैन है गाइस। रेडी भएको है हामी चाहिँ खेल्नको लागि। लु दाजु पौडी खेल्यो लु। दुईजनामा ल ल को छिटो पल्ल पुग्दो रहेछ हेर्छु म। ल म काउन्ट डाउन गर्छु है। 1 2 खै 1 2 3 गो। ल खै कहाँ गयो दुईजना त? दाजु हार्यो नि। खै कहाँ निक्लियो त? डाइरेक्ट पर निक्लियो नि। रेडी कसले जित्छ हेर्छु म। म पहिला यता आउँदा चाहिँ हार्यो। ल गाइस हामी एकदमै रमाइलो गरिरहेको छौँ आज होलिडेमा है। अब
भाइ पनि मजाले रमाइलो गरिरहेको छ आज दाजुभाइ हामी आएको हो एकदमै राम्रो मजा आइरहेको छ अनि अब भाइहरू सबै खेलिरहेको छ के हो यस्तो नि स्विमिङ खेल्छ स्विमिङ खेल्नेहरूसँग सकिएन म चाहिँ सकिनँ ल गाइस हामी लागेको अब गरिसक्यौँ ल टाटा बाई बाई अब चाहिँ लागेको खान्दा पनि भयो हो एकदमै रमाइलो हुन्छ यहाँनिर हो ल आजको लागि यति नै सेयर गर्नुहोस् सब्सक्राइब गर्नुहोस् लाइक गर्नुहोस् आजको लागि यति नै है नेक्स्ट भिडियो फेरि यस्तै रमाइलो भिडियोहरू आउनेछ आजको लागि हामी यति नै गर्दैछौँ है